नमस्कार सबैजनालाई। लो फार्ममा यहाँहरूलाई स्वागत छ। विषादी नियन्त्रित तरकारी एवं फलफुल लो फार्मको आफ्नै फ्री रेन्जको अन्डा लगायत भैँसीको दुधहरू हामीले हाम्रो आउटलेटबाट बिक्री वितरण गर्दै आइरहेको यहाँहरूलाई जानकारी छँदैछ। र हामीले वस्तुपालन भैँसी पालन बढाए सँगसँगै लो फार्मको आगामी दिनमा हामीले प्रयोग गर्ने जुन सुरक्षित खेतीको लागि माटोलाई सुधार गर्नको लागि अति आवश्यक पर्ने गड्यौला मलको तयारी अब हामीले हाम्रो आफ्नै फार्ममा गर्दैछौँ। र यो गर्नको लागि पनि हामीले वस्तुपालन गर्नुपर्ने हुन्छ। एकीकृत कृषि मोडलमा लो फार्मले सुरक्षित तरकारी फलाउँदै आइरहेको छ र जसको लागि चाहिँ हामीले आवश्यक पर्ने कम्पोस्ट त भइहाल्यो, त्यसपछि बोकासी, झोलमल, वनस्पति विषादी सँगसँगै हामीले गड्यौला मलको उत्पादन आफ्नो तरकारी खेतीमा आवश्यक पर्ने गड्यौला मल पनि हामीले हाम्रो आफ्नो इकोसिस्टमभित्र तयार गर्नुपर्छ भनेर हामीले आजदेखि सुरु गर्दैछौँ। यो भएपछि फेरि हामीलाई एक स्टेप अगाडि सुरक्षित तरिकाले तरकारी फलाउने र माटोलाई चाहिँ माटोको उर्वरा शक्ति बढाउने, माटोलाई जीवित राख्ने काममा यसले टेवा पुर्याउँछ भन्ने हामीले लागिरहेको छ। त्यही अनुसार हामीले यहाँ गरिरहेका छौँ।